आलो आउँदो रहेछ हामी ऊ हेर्न माइती घर मण्डला के हेर्न हिँड्यो अरे कुन फिल्म हौ माइती घर फिल्म हेर्न अष्टमीको दिन घरबाट यता मन्दिर यता मयुको पछाडि आउँदै हुनुहुन्छ बिजुहरू बाइकमा हामी चाहिँ उकालो चढ्दै हाम्रो भिडियो आएकै छैन यो पनि कहाँ हिँड्यो तिमीहरू कुन फिल्म माइती घर मण्डला रियाज पनि छ को छ पनि हुन्छ खै अगाडि चित्रामा देखिँदैन अटो पुरै रिजर्भ गरेर माइती घर मण्डला होइन माइती घर हेर्न भनेर बुढी भलादी भएर बसेको थिएँ यहाँ हामी यता छौँ यता यता बागमती प्रदेशको राजधानी हेटौँडा अब यहाँबाट हामी खिचिरहेको डाँड्न भएको केटो नि मासु खाँदै फिल्म हेर्न हिँडेको बन्द गर हत्यारा हिंसा भने यहाँ हनुमानजीको फोटो पनि छ ठुलो हनुमानजीलाई दर्शन गर्नु पर्यो हनुमान गयो त अगाडि फेरि हामीपट्टि बस पार्क आइपुग्यो बस पार्कमा यहाँ मकवानपुरको प्रसिद्ध ठेकी यहाँ छ शीतल महल छ
यो को हो यो बल्ल बुझ्ने चाल मेरो के अरे बल्ल बुझ्ने चाल प्रकाश सपुत भइहाल्यो प्रकाश सपुत यो भइहाल्यो यो के अरे बल्ल बुझ्ने चाल गायक त्यही लेख त त्यो रवि सेतु निर्माता मिलन मानिबाट यहाँ यो 16 जना 16 जना जति पुग्यो क्या 8 जना हामी भइहाल्यो अर्को 8 जना 16 जना 20 जना जति नानी आउँदै ल क्युम्याक्समा यहाँ क्युम्याक्स ओम्याक्स 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 हो क्युम्याक्स हो रे आन्छे दाँत नभए के त यता बगलको त हुन्छ बिसिन्छ हल्ला गर्नु हुँदैन अनि हरिबहादुरको जुत्ता हेर्ने कि बल्लबुजी चाल भन्ने कि को हेर्ने माइती घर मण्डला यता फर्किन्छ उठ के गरे भैँमा मान्छेले देख्छ यहाँ चाहिँ नानी पनि कति राम्रो बस्यो त्यो पनि प्रकाश सपुती हो अब कलाकार एउटै थियो नि प्रकाश सपुतीको थियो अनि यो दुईटा प्रियङ्कालाई हामीले पछि निकाल्यो शेष कुमार यो हरिवंश आचार्यको ल ओम्याक्समा ओम्याक्स क्युम्याक्स रे यहाँ यता फर्किन अरूको हेर्ने आफ्नो एक्टिभिटिज पो देखाउने त्यो ओम्याक्स हो कि क्युम्याक्स हो यो कुन हलो नआफ्नो त आफ्नो मनाइ गरे दाँत नभए मान्छे दाँत नभए झन् बुनी के भन्छ फिल्मको बारेमा हेर्दैन राम्रो छ पोहोर त्यो के अरे के फिल्म रे पोहोर हेरेको थिएन हामीले यस्तै अष्टमीमा आएर छक्का पन्जाब 5 कि के त्यस्तै नुहाने फिल्म हो कि यो क्युम्याक्स माइतीघर बलिदान हरिबहादुरको जुत्ता बडी बनाउने रे यस्तो पेन्सिल जस्तो छ यस्तो पेन्सिल जस्तो हात खुट्टा दाँत खै छैन हामी कहाँ गयो भान्जा खै त ए भान्जा सुनेर भएर जानु भन्छ
कुकुर के कुकुर ए आफै बुझाइ कुकुर के कुकुर भन्छ रे भन्दा के अस्तिले उठ्यो नि हैन छैन नि हामी पठाइसक्यो ए मान्छेको काममा जान्न दिन्छ तिमी लान्छौ अरे के बोले त्यो राम्रोसँग बोल्ने मेरो भाइले खायो क्या बाबु बपे छ नि कतो भएको थाहा यो दाना हो अर्को भाइ बपे कुकुर के बब के हाम्रो पहिलाको थियो नि बाबु कत्रो भाग हो त्यो ठुलो भागेर के राख्यो यो भन्दा अर्को भाग अस्ति नै बबु कुकुर त बित्तिकै इसमा दादा खै त्यो कालो भयो कहाँ कालो भएको छैन मा भन्दा गोरै छ भान्जाको आयो कान भित्र कुना सार्ने गर्ने कुरा हुन्छ हो जहिले रियाजको डान्स पनि म यहाँ भान्जा यहाँ पुरै त्यो भयो त्यो बिग्रिन्छ रियाज अहिले दादाले अलिकति गरे त्यो ताल सुर केही मिल्नु छैन त्यसै बजायो यता सिवान यी के गरिदिएको पेट मिचे चाहिँ के को ए जिसु र यहाँ हाम्रो सिवान रेया